नमस्कार सम्पूर्णमा आजदेखि भइरहेको सिटिजन फाउन्डेसन सीमा सिक्किमले दिइरहेको तालिम 1 महिनाको जुन चाहिँ ब्याम्बो ह्यान्डिक्राफ्ट्स एन्ड अदर अब्जेक्ट्स मेकिङ इनिसिएटिभ दिने भनेर हामीले 1 महिनाको तालिम आजदेखि लिङतामको यो टुरिज्म भवनमा गरिरहेका छौँ। आजदेखि सुरु भएको छ र जो पनि नजिक हुनुहुन्छ उहाँहरूले यहीँ आएर फिजिकली नै तपाईँहरूले यो ट्रेनिङलाई पूर्ण रूपले तपाईँले सिक्न सक्नुहुन्छ र जो पनि फिजिकली आउन सक्नुहुन्न जो टाढा हुनुहुन्छ उहाँहरूले पनि मेरो फेसबुकको पेज माध्यमबाट चेतन धमलाबाट तपाईँले 1 महिनाको डल्लै ट्रेनिङ तपाईँले धेरै डल्लै 100% सिक्न नसके पनि यो चिजहरू जुन चाहिँ फोटोमा देखाइएको छ यो चिजहरू हामी सिकाउनु गइरहेका छौँ र यो चिजहरूको तपाईँले बेसिक्स पनि सिक्न सक्नुभयो भने भोलिको दिनमा तपाईँहरूले आफै पनि एउटा आइडी बनाएर है के भन्छ तपाईँले बिजनेस आफ्नो स्टार्ट गर्न सक्नुहुन्छ र तपाईँले 1 महिना यो फेसबुक पेजमा फलो गरिदिनु हुने अनि तपाईँले पनि सिकिदिनु हुने। धन्यवाद। सल्लाह गरेर यो चाहिँ कोर्सदेखि लगेर कहाँ हुन्छ यो एरियामा हामी एउटा तपाईँहरूलाई एउटा यो सामान तपाईँले बनाएको सामान सोकेस गर्नको लागि देखाइदिनुको लागि हामी एउटा आउटलेट पनि बनाइदिन्छौँ एउटा दोकान पनि बनाइदिन्छौँ र तपाईँहरू मध्येमा को चाहिँ त्यो दोकानमा बस्ने है ट्रेनिङ गरेर तपाईँले जानुहुन्छ घरमा तपाईँले पार्ट टाइम केही बाँच्नु केही काम गरेर तपाईँले सामान रेडी गर्नुहोस् त्यो सामान यो आउटलेटमा दिनुहोस् है एउटा सर्टेन प्राइसमा एकजनाले आउटलेट चलाओस् तपाईँले डिसाइड गरेर कसले चलाउने त्यो तपाईँले डिसाइड गर्नुहोस् है कसरी चलाउने त्यो डिसाइड गर्नुहोस्। अब यहाँ यत्रो वर्षभरि तपाईँको टुरिस्टको मोमेन्ट हुन्छ फ्लो हुन्छ है थरी थरीको मान्छेहरू आउँछन् केही समयको लागि त्यहाँ गाडी रोकेर हेरोस् हाम्रो किन चिनाउने भन्दा चाहिँ यो ब्याम्बोको ह्यान्डिक्राफ्ट प्रडक्टले चिनाउनु पर्छ सारा सिक्किमलाई र एकदम राम्रोसँग ट्रेनिङ गरेर जति यो ट्रेनिङको फाइदा उठाउन सक्ने उठाइहाल्नुपर्छ। मलाई चाहिँ इन्ट्रेस्ट लाग्यो एकदम मुरा बोल्ने के भन्ने भन्दा चाहिँ म आउँछ होला त्यो दिन त सिक्नु किनभने अहिले त्यो मुरै पाउनु कति महँगो छ त्यो मुरा अहिले है त्यो ब्याम्बोले बनाएको मुरा अन्त त्यो प्लास्टिकको चौकीहरू त पाइहाल्छ नि त त्यो त नर्मली बजारमा 100-200 रुपियाँ पाउँछ तर त्यो जुन चाहिँ मुराहरू बनाउँछ त्यो मुराहरू चाहिँ हामी यहाँनिर जहाँ अब यहाँ चाहिँ भोलिको दिनमा तपाईँहरू प्रडक्ट निकाल्नुहुन्छ भने म सरलाई पनि रिक्वेस्ट गर्न चाहन्छु। फर्स्टमा हामीले जतिजना यहाँनिर हाम्रो मेम्बरहरू हुनुहुन्छ उहाँहरूको हामी ब्याम्बो ह्यान्डिक्राफ्टमा हामी रेजिस्ट्रेसन त्यो साहित्य रिसोर्स पर्सनलाई थाहा छ त्यो एउटा रेजिस्ट्रेसन गर्छ नि त्यो रेजिस्ट्रेसन हामी गराइहाल्नुपर्छ हजुर त्यो रेजिस्ट्रेसन गराएर उहाँहरू सर्टिफिकेट पनि दिन्छ आर्टिसन कार्ड बनाइहाल्नुपर्छ। आर्टिसन कार्ड बनाइसकेपछि तपाईँहरू चाहिँ त्यहाँ चाहिँ लिगली एउटा ह्यान्डिक्राफ्टमा काम गर्न सक्ने भनेर त्यसो र त्यो बनाइसकेपछि सरकारको थ्रुबाट विभिन्न प्रकारको सपोर्ट आउँछ। भोलिको दिनमा माननीय पञ्चायतको थ्रुबाट पनि फन्डिङ भएर केही अझै नयाँ ठुलो काम गर्न सकिन्छ हाम्रो थ्रुबाट गर्न सकिन्छ ह्यान्डिक्राफ्टको थ्रुबाट गर्न सकिन्छ यसरी चाहिँ हामीले काम गर्नुपर्छ। यो ट्रेनिङ गरेर सक्ने र रिसोर्स पर्सनलाई पनि यो रिक्वेस्ट गर्न चाहन्छु हामी जति पनि ट्रेनिङ एन्ड क्यापेसिटी हामी तपाईँहरू ट्रेनिङ दिनुहुन्छ त्यो ट्रेनिङ दिएको चाहिँ कस्ट बेनिफिट एनालाइसिस पनि निकाल्न सक्नुहुन्छ सिकाइदिनुहोस् उहाँलाई। किन भन्दा के हुन्छ भन्दाखेरि हाम्रो एसएचजीले चाहिँ अचार बनाउनुहुन्छ के बनाउनुहुन्छ दाम चाहिँ सुन्दै तर्सिने दाम हुन्छ है आएको छ नि हो बाटोबाट हो किन भन्नुहोस् त किनभने थाहै छैन हाम्रो आमा दिदी बहिनीहरूलाई एउटा अचार बनाउँदाखेरि त्यो र मेटेरियलको कति दाम त्यो स्टिकरको कति दाम बटरको कति दाम तेलको कति दाम आफ्नो मेहनतको कति दाम त्यो टक्कै गरेर त्यसमा चाहिँ 20-30% मार्जिन राखेर चाहिँ बेच्नु पऱ्यो नि त। आमा 50 रुपियाँमा त्यो लागेको छ भने 500 रुपियाँ हुन्छ हो तर्सिन्छ नि किन्ने मान्छे र है रिसोर्स पर्सनलाई म रिक्वेस्ट गर्न चाहन्छु हामी जुन चाहिँ मुराको हामी भोलिको दिनमा अब यो जुन चाहिँ यो त अब हेर्नुहोस् रिभ्यू बेसीमा सब डिभिजनमा यही हामी यही नै एडभर्टिजमेन्ट गरिहाल्नु मै छु ब्लगमा जति पनि हुन्छ प्रोग्राम जुनै पनि प्रोग्राम आउँदाखेरि हामी यही प्रोग्राममा युज गरौँ न मिस्टर साहबलाई पनि भनौँ जति प्रोग्राम हुन्छ हामी यहाँबाट लाग्नु भन्नुहोस् होइन त्यो हामी गर्नु सकिन्छ। तर अब यो सुन्ने बित्तिकै एउटाको दाम 100 भन्यो भने त कहाँ त टक्क हाल्छ नि त डाइरेक्टबाट यो चाहिँ अब हामीले यो चाहिँ त्यही कारण म रिसोर्स पर्सन रिक्वेस्ट गर्न चाहन्छु ठिक्क दाम चाहिँ फर्स्टमा चाहिँ अलिकति कम्ती मान्छेलाई लो गर्नु पऱ्यो नि हामीले तान्नु पऱ्यो मान्छे जति सक्दो मान्छेलाई तानेर चाहिँ त्यहाँ बादमा थाहा नपाइ बनाउनुपर्छ फेरि पनि एक त चाहिँ वात्तै बनाइदियो भने तर्सिहाल्छ फेरि हो त्यो चाहिँ अब हामीले कसरी हुन्छ रिसोर्स पर्सनले बनाउनु सँगसँगै त्यो पनि हामीले सिकाउनुपर्छ र भोलिको दिनमा अब कसले र मेटेरियल कसले ल्याउने अब भोलिको दिनमा बनिसकेपछि मार्केटिङ काम गर्नुपर्ने त्यो पनि है हामीले स्ट्राटेजी बनाएर हामी एउटा राम्रोसँग काम गर्नुपर्छ नभए बनाएर मात्रै थुपार्यो हाम्रो दिदी बहिनीहरू अलिकति बिक्री हुन्छ भने बिक्री हुँदैन रहेछ त्यहाँ हुँदैन नजाउँ भनेर अलिकति डिमोटिभेट भइहाल्छ र हामी अगाडि बनाउँदै मार्केटिङ हाम्रो कुन स्टेक होल्डर छ हामी कसलाई बेच्न सकिन्छ त्यो पनि हामी यहाँ बसेर डिसाइड गरिहाल्नुपर्छ।
अब जति पनि टुरिस्टहरू यो हामी म चाहिँ सोच्दै थिएँ यो त अब फर्स्ट फेजमा होला सेकेन्ड फेजमा अहिले यो कोमहरू पनि निस्किँदैछ ब्याम्बोको त्यो टुथब्रसहरू पनि हुँदो रहेछ होइन अन्त होमस्टेहरू यति बेसी छ हामी जो पनि बाहिरबाट होमस्टेहरू आउँछ तर त्यो टुथब्रसको दाम चाहिँ 1 रुपियाँ हुन्छ भएन त्योहरू पनि हामीले के हुनसक्छ भने हामीले किनभने होमस्टे छ नि मैले भनेको है होमस्टे अब यति बेसी होमस्टे छ हाम्रो यहाँनिर त्यो कोम ब्याम्बोकै टुथब्रस होइन अन्त जति पनि टुरिस्टहरू आउँछ उनीहरूलाई चाहिँ प्लास्टिकको प्रडक्ट एकदमै युजै गर्नु पाउँदैन हाम्रो सिटीमा भनेर हाम्रो माननीय पञ्चायतहरूले भन्नुभयो भने हामी त्यो रिक्वेस्ट गरौँ न त रिक्वेस्ट गरेर त्यो भयो भने चाहिँ त्यो टुथपेस्ट चाहिँ त्यहीँ होमस्टेको ओनरले बेचिदिन्छ उसलाई त्यो चाहिँ अब हामी तर कस्ट इफेक्टिभ हुनु पऱ्यो त्यो कस्ट कति हुन्छ एकपल्ट सल्लाह गरेर त्योहरू गऱ्यो भने त एकदम राम्रो मार्केट हुन्छ अब यो सिक्किममा यो फर्स्ट टाइम पनि हुनसक्छ होला सायद यस्तो गऱ्यो भने इको फ्रेन्डली सबै गरेको कुराहरू तर अब यसमा चाहिँ अब भने अघि यता भन्नु हुँदैन थियो भाइले है एक हातले मात्रै ताली पर्छ दुईपट्टिबाट बजाउनु पऱ्यो र मजाले बजाउनु पर्छ फ्यास्सै पारेर चाहिँ हामी बजाउनुपर्छ ताली यसमा चाहिँ म पनि सपोर्ट गर्छु तपाईँहरूलाई के कसो चाहिन्छ होइन र अब यहाँनिर कतिजना इन्ट्रेस्टेड के भन्छ तपाईँहरू आज मनबाट सोचेर आउनु भएको छ कतिजना चाहिँ अब आज जान्छु एक दिन जान्छु के हुन्छ हेर्छु भनेर आउनु भएको छ त्यो चाहिँ चेन्ज गरिदिएको चाहिँ किन म अनुहार हेरेर अझ यो काममा गरेको 12-15 वर्ष जस्तो भयो चिनिहाल्छ अनुहारहरू चाहिँ अल्छी मात्रै आएको छ हो एक दिन चाहिँ आउँछु त्यहाँदेखि साइड लाग्छु भनेर सोच्दैहरू पनि छ तर म रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरू कन्टिन्यू बसिदिनुहोस् राम्रोसँग सिकिदिनुहोस् है सिकेर हाम्रो यो ठाउँमा म फेरि रिपिट गर्दैछु यो ठाउँमा चाहिँ ब्याम्बोको ह्यान्डिक्राफ्ट प्रडक्टहरू हामी चिनौँ है टुरिज्म त छँदैछ भोलिको दिनमा यो चिप्युमा यो मोडमा चाहिँ के चिन्छ भन्दाखेरि सोभिनियर भोलिको दिनमा टुरिस्ट आउँछ कलकत्ताबाट आउँछ दिल्लीबाट आउँछ हामी कि ब्याम्बोको सिक्किम गएर सोभिनियर लानु छ फर्किँदाखेरि साथीहरूलाई गिफ्ट गर्नु छ भन्दाखेरि चाहिँ कहाँ पाउँछ भन्दाखेरि चाहिँ यहाँ पाउँछ भन्ने चाहिँ बनाउनु पऱ्यो नि त त्यो चाहिँ अब हामीले मात्रै बनाएर सबैजना त्यही कारण तपाईँहरूले चाहिँ रिसोर्स पर्सनहरूले चाहिँ ट्रेनर्सलाई त्यही आधारमा उहाँहरूले चाहिँ भन्नु आउनुहुन्छ त्यही आधारमा के सिकाउँछु भनेर तर हाम्रो यो क्षेत्रमा के सुइटेबल छ कुन कुनले अझ हाम्रो मार्केटिङ पक्रिनु सक्छ होइन त्यो पनि तपाईँहरूले अलिकति आइडिया दिनुहोस् त्यो सँगसँगै कोलाबोरेसन हामी काम गरौँ है यो त बेसी त केही पनि छैन फेरि तपाईँहरूलाई एकदम बधाई छ किन भन्दाखेरि यो सायदै पाक्योङ डिस्ट्रिक्टमै यो ट्रेनिङ फर्स्ट टाइम होला है सिटिजन फाउन्डेसन र हामी लकी छौँ सदा पर्सनल मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो ब्लगमा यो ल्याइदिनु स्पेसल टिम नै हाम्रो एसएचएममा र साँच्चै नै म पनि लागि पर्छु तपाईँहरू सबैजना लागि पऱ्यो तिनीहरूको सस्टेनेबल ट्रेनिङ सक्ने मात्रै होइन 1 महिनासम्म मात्रै सीमित राख्ने होइन ट्रेनिङ त सकिहाल्छ पैसा छँदैछ रिसोर्स पर्सन छ तपाईँहरू पाउनुहुन्छ ट्रेनिङ सकिहाल्छ तर यिनीहरू हामीले सस्टेनेबल कसरी बनाउनु पर्यो भोलिको दिनमा सबैजना त भन्न सक्दिनँ 10 जना आमा दिदी पनि या 5 जना आमा दिदीको पनि यसको थ्रुबाट जीविका चल्नु पर्यो यो छ यो विषय भन्न सकिँदैन तर 10 जनाको पनि आमा दिदी बहिनीको चाहिँ यो ट्रेनिङ गरेर मार्केटिङ गरेर भोलि बिहान जीविका चलेको त्योभन्दा ठुलो उपलब्धि त के हुन्छ र थ्याङ्क यू सो मच तपाईँहरू आइदिनु भयो राम्रो मसँग सिकिदिने केही समस्याबाट यता सल्भ हुन्छ म पनि छु मलाई मेरो नम्बर सबैकोमा छँदैछ है र रिसोर्स पर्सनहरूलाई चाहिँ तपाईँहरूले कसरी गाइडको कसरी के चाहिन्छ हाम्रो लोकलिटीमा के मार्केटिङ हुन्छ मजाले त्यो तपाईँहरूले गाइड गर्नुहोस् उहाँहरूले पनि आफ्नो लिएर आउनु भएको छ यो सिकाउँछु भने तर हाम्रो ठाउँमा के मतलब मजाले मार्केटिङ हुनसक्छ त्यो तपाईँहरूले अलिकति सजेसन दिएर दुईजनाको एकदम कोलाबोरेसन हामी हवस् र यति नै छ थ्याङ्क यू सो मच यहाँ गाउँकै छोरी भएकोले तपाईँहरूकोबाट के आशा राख्छु भन्दाखेरि चाहिँ तपाईँहरूले यो प्रोग्राम यस्तो राम्रो अपर्च्युनिटी तपाईँको घर दैलोमा आएको छ है तपाईँले यसलाई एकदम टाइम दिएर राम्रोसँगले सिकिदिनुहुन्छ भने म ठुलो आशा राखेको छु है त्यसरी नै म पनि आज चाहिँ मेरो यो सोरेङबाट पञ्चायतहरू भिजिट गर्दैछ हाम्रो जिल्लामा त्यो भएर म छिटै जानुको कारणले गर्दा तपाईँहरूसँग आज बस्नु पाउँदिनँ सायद भोलिदेखि म पनि इन्ट्रेस्टेड छु यो कुरा सिक्नुमा है तपाईँहरूले अल्छी नगरिकन 1 महिना आफ्नो लागि दिनुहोस् है तपाईँहरूलाई यसो टाइम पास पनि हुने नयाँ कुरा सिक्नु पनि पाउने है यसरी नै तपाईँहरूले पार्टिसिपेट गरिरहनु भयो राम्रोसँगले सिक्नुभयो तपाईँहरूले यो कुरालाई अगाडि बढाउनु भयो भने हामीलाई पनि जोस चल्छ फेरि नयाँ प्रोग्राम हामी गाउँमा अरू के गर्नु सक्छ त्यसरी ल्याउनु सक्छ है त्यति नै हो मेरो भन्नु त बेसी केही छैन किनभने सरले तपाईँलाई डिटेल्समा भन्नुभयो यो विषयमा के हो उहाँ रिसोर्स पर्सनहरूले तपाईँहरूलाई सबैलाई डिटेल्समा भन्नुहुनेछ है
म यति नै आशा गर्छु कि तपाईँहरूले भोलिदेखि रेगुलरली आएर राम्रोसँगले सिकेर है यो प्रोग्रामको एकदम फाइदा उठाइदिनुहुन्छ भन्ने म आशा राख्छु। थ्याङ्क यू।